हेलो सेवा नमस्ते आमा छोरा ब्लगमा स्वागत छ हजुरहरूलाई नि आज चाहिँ म धेरै समयपछि मुकबाङमा आएको छु मुकबाङ गर्न लागेको छु आज फेरि पनि ढिँडो मलाई चाहिँ एकदमै मनपर्ने क्या ढिँडो साथीहरू ढिँडो अनि राँगाको बफ ग्रेभी छ अनि आज चाहिँ सिम्पल टाइप केही छैन सब्जी है अचार पनि छैन यता साथमा मुलाको अचार मात्र छ अब म सुरु गरेँ त साथीहरू फर्स्ट बाइट खाएँ ल विनिता दिदीले भन्नुभयो जस्तो खाएँ ल यम्मी भएछ साथीहरू आज चाहिँ ढिला भयो खानालाई अप्ठ्यारो हुने रहेछ चाहिँ मुलाको अचार नि यम्मी आज चाहिँ एकदमै हतारमा छु कि साथीहरू ढिला पनि भयो 11 बजिसक्यो गर्मी एकदमै बढेको छ साथीहरू हिजोबाट धेरै गर्मी हुन थाल्यो मलाई चाहिँ धेरै छाके पछि पनि मनपर्छ कतिपयलाई त मन पर्दैन होला मैले भिडियो बनाउँदा चाहिँ एकदमै डिस्टर्ब जहिले आउँछ है हजुरहरू माया नगर्नु होला हजुरहरू पनि म जस्तै ढिलो खाएर स्वस्थ रहनुहोस् हेल्दी रहनुहोस् है त आज चाहिँ म एकदमै हतारमा छु कि 11 बजिसक्यो ढिला भएर
नचपाई खानुभयो भनेर भन्नुहुन्छ होला। मलाई यस्तै नचपाई खानु मनपर्छ कि धेरै चाहिँ, किनभने दाँतमा टाँसिन्छ नि त, त्यही भएर पनि मलाई चाहिँ यस्तिकै खानु मन लाग्छ। अचार धेरै अमिलो रहेछ। खोर्सानी मलाई चाहिँ त्यही हुँदैन। मिठो पनि अति मिठो भएछ। खाँदा चाहिँ पिरो भएन, लास्टमा चाहिँ पिरो हुने यही खोर्सानीको पानी नै नराम्रो। अचार चाहिँ धेरै भएछ। अमिलो साथीहरू, मुलाको अचार त धेरै राख्यो भने धेरै अमिलो हुने होइन। अहिले गर्मी त सुरु भयो, अझै जेठ असारको गर्मीमा चाहिँ ठिक हुने रहेछ। अहिले त भर्खर स्टार्टिङ हुँदैछ नि त गर्मी, त्यही भएको कारणले गर्दा अलिक खानु नसकिने धेरै अमिलो। साथीहरू सबैजनाले सेयर सब्सक्राइब गरिदिनु होला, लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला होइन। अर्कालाई सपोर्ट गर्नु होला। तपाईँहरूलाई कस्तो लाग्छ मेरो भिडियोमा भिजिट गरिदिनु होला है त भन्दै आजको भिडियो यही इन्ड गर्न चाहे। हस् त, बाई बाई।